ल सुरु गरौँ। जसरी मैले सुरुवातमै भने राजनीतिक दलका चतुर खेलाडीहरू मैले यहाँलाई कोच भने कि त्यो खेलाडीहरूलाई तपाईँले नै अहिले खेलाउँदै हुनुहुन्छ। कङ्ग्रेस आबद्ध महिला सङ्घकी केन्द्रीय सदस्य डाक्टर सीता घिमिरे, मलाई एउटा कुरा बताउनुहोस्, तपाईँको नाम अगाडि डाक्टर लेखाएको छ, त्यो सर्टिफिकेट चोरीको कि पढेर ल्याउनु भएको छ? तपाईँकै कार्यकर्ताले स्वास्थ्य बिमाको बारेमा सोध्दै हुनुहुन्छ, तपाईँको नेता कार्यकर्ताले भन्दै हुन्छ स्वास्थ्य बिमाको बारेमा सोधिदिनुहोस् मन्त्रीज्यूलाई। हामी काम गर्दैछौँ कि अहिले केही भन्ने बेलै भएको छैन है। तपाईँकै नेता होइन उहाँले भन्नुभयो अहिले हामी काम गर्दैछौँ, बेला भएको छैन, के भन्नु छ? यस्तो छ, अब हाम्रो आदरणीय माननीय मन्त्री त आदरणीय लगाउँदा त यो देशको यस्तो हालत। नमस्कार हजुर। हजुर सचिवजी, हजुर हो सर। नाम शुभ नाम हजुर? मेरो नाम मोहन हो सर। मोहन के? ढुङ्गाना। मोहन ढुङ्गाना, हजुर सर। त्यो महेन्द्रपुलको रसबरीको स्वाद कस्तो थियो? जन्म दर्ताको प्रमाणपत्रलाई 1.5 लाख, 1 रुपियाँ लियो छैन सर। नागरिकताको सिफारिस सहित भए कति? होइन सर। 3 लाख। होइन सर, प्लिज होइन है, प्लिज होइन है। तपाईँको स्वास्थ्य त ठिक छ नि सर, मिठाई यति नखानु भन्ने कुरामा मैले स्वास्थ्य ठिक छ नि सर भन्दाखेरि उहाँले बाहुनको छोरो जता गुलियो त्यतै भुलियो भन्नुभयो, अनि उहाँले मिक्स पनि लानुभयो, 1 डिपा लानुभयो। जहाँ गुलियो त्यही बाहुन भुलियो होइन सर? बङ्गलादेशमा जस्तो किसिमको घटना भएको छ, यसले नेपाली राजनीतिकमा एक किसिमको चिन्ता बढायो कि बढाएन? त्यो घटना नेपालमा हुन सक्छ कि सक्दैन? पाठ पनि हुन सक्छ नि। संसारको एउटा कुनै कुनामा भएको घटनाले अर्को कुनामा यसको असर प्रभाव त परिहाल्छ। त्यस कारणले असर मात्रै होइन, यसले सिकाउन पनि सक्छ। त्यहाँ 20-25 मिनट भित्रमा उड्नुपर्ने आदेश आएपछि टाप ठोक्या हो। अब नेपाली नेताहरू पनि त्यसरी नै टाप ठोक्ने अवस्था आउँछ। मजा आयो। कुन फिल्म हेरिरहनु भएको छ? बाहुबली हो हजुर? बाहुबली हो? के हेर्नु? बाहुबली हो यो? 1 हो कि 2 हो सर? बाहुबली कटप्पा नै बाहुबलीको क्यों मारा? तपाईँले सचिवको घुस पैसा उठाइदिनु पर्ने, तपाईँले सचिवको लागि घुस उठाइदिने मान्छे हो तपाईँ, यहाँ घुस उठाइदिनको लागि बस्नु भएको हो क्या? नेपाली कङ्ग्रेस लार्जेस्ट पार्टी, तर कस्तो भयो भने पछिल्लो अवस्था हेर्ने हो भने नेताहरूको काम कारबाहीले लार्जेस्ट पार्टी भन्दा पनि भ्रष्टाचार गर्ने पार्टी भनेर आरोप लाग्यो नि। कालापानी लिम्पियाधुरा लिपुलेख नेपाल का है या नहीं? आप बताइए कि आप एक पत्रकार हैं सर, ये जो मुद्दे हैं ये आप सड़क पे खड़े होकर ये नहीं कह सकते। आपने चूंकि कहा कि आप बात करना चाहते हैं, इसलिए मैंने आपसे बात करना तय किया है ना। तो अगर आप ये करेंगे, मुझे लगता है ये आप मेरे से जाती कर रहे हैं। आपको एक बताऊं, ये जो आप बोलते हैं ना जोर से, ये मैं बोल चुका हूँ, ये मैं छोड़ दिया भैया। नहीं आपने छोड़ दिया, मैंने पकड़ लिया। सर बहुत ऐसा भूभाग है सर, मेरा घर बॉर्डर के पास है सर, 10 किलोमीटर पर मेरा घर है सर, नेपाल भारत सीमा पे, और हमको पता है कि कितना भूभाग सब भारत के पक्ष ने कब्जा किया है सर, इसलिए मैंने एक बात बताऊं, अगर आप पत्रकार हैं तो आप क्या हैं वो छोड़ दीजिए। जो पत्रकारिता का सच होता है उसके साथ रहिए। ग्राउंड में मैं रहता हूँ सर। लीजिए मेरी। जी आप बार माइक आपके हाथ में तो मैं भी छीन सकता हूँ, ये मत कीजिए। नहीं आप अच्छे पत्रकार नहीं है। जी बुरा, अच्छे पत्रकार बनिए। क्या करने से इंडिया को अच्छा बोलने से अच्छा पत्रकार? तपाईँ यस विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ? हजुर। कहिलेदेखि हुनुहुन्छ? 2073 साल चैत 23 गतेबाट। तपाईँको शैक्षिक योग्यता कति हो? मेरो बीएससी बीएड। बीएससी बीएड हो, स्नातक हो तपाईँको शैक्षिक? हो। स्नातक शैक्षिक योग्यता भएको व्यक्ति माध्यमिक विद्यालय सञ्चालन भएको स्कुलको प्रधानाध्यापक तपाईँ कसरी बन्नुभयो? कुन नियम, कुन ऐन, कुन कानुनमा टेकेर बन्नुभयो? अचम्म लाग्ने कुरा भयो। यो त्यति बेला विद्यालयको बाध्यात्मक परिस्थिति थियो। के खालको बाध्यता थियो त्यस्तो? तपाईँलाई नै प्रधानाध्यापक बनाउनु पर्ने जसको योग्यता नै पुगेको छैन। तपाईँ पनि शिक्षक सेवा आयोगको त्यो पछिल्लो कदमबाट चाहिँ गोल्डन ह्यान्डसेकबाट तपाईँ चाहिँ अवकाश प्राप्त शिक्षक भयो। कति वर्ष हुनुभयो हजुर? 47 47 हुनुभयो।
यसलाई म नेपालीमा भन्न चाहन्छु 47 वर्ष र यो नियमावली फेरि मैले यहाँ उल्लेख गर्नु पर्दैन होला शिक्षक सेवा आयोगको नियमावली तपाईँ 7 वर्ष अगाडि त हुँदाखेरि पनि 7 वर्ष अगाडिबाटै तपाईँले यहाँ पढाउन पाउनुहुन्थेन निजी स्रोतबाट भए पनि तपाईँहरू दुईजनामा के त्यस्तो जादु छ अथवा तपाईँहरू दुईजनामा के त्यस्तो ठुलो योग्यता छ जो निजी स्रोतबाट राख्दाखेरि अरू कसैले यहाँ रोजगारी पाउँथे तपाईँहरूलाई नै यहाँ कन्टिन्यू गर्नुपर्ने चाहिँ के त्यस्तो जादु छ तपाईँहरूसँग नेपाली कङ्ग्रेसका एकजना मान्यज्यूले श्यामकुमार घिमिरे नेपाली कङ्ग्रेसका प्रमुख सचेतक हुनुहुन्छ उहाँले भन्नुभएको छ यौन व्यवसायलाई व्यवसायीकरण गरौँ पर्यटकहरूलाई भित्र्याउनलाई यसलाई यहाँले कसरी हेर्नु म व्यक्तिगत रूपमा त्यो पक्षमा छैन त्यही त यो देशका नेताहरूले कङ्ग्रेसकै नेताहरूले यौन व्यवसाय गाँजा खेती लगायतका कुराहरू गरिरहेका छन् अरू विषयहरू छैनन् मन्त्रीज्यू मेरो घर पनि मधेसमै हो म मधेसबाटै पत्रकारिता विकास भएको छैन विकासको नाममा त सुन्नुहोस् न विकासको नाममा त भ्रष्टाचार पनि भएको छ नि कमिसन पनि खान्छ मजा आया धेरै बढ्दै गयो भ्रष्टाचार बढ्दै गयो भने त्यो पर्छ नि जनताले म भ्रष्टाचारी भएँ भने मेरो ठाउँमा मेरो पार्टी गलत भयो भने मेरो काङ्ग्रेसको ठाउँमा अरू पार्टी आउन सक्छ नि यो लोकतान्त्रिक व्यवस्थामा राजाको शासन भयो भने कुन पार्टी आउँछ राजाको पार्टीमा राजाको पालामा पार्टी थिएन राजाको शासन हेरेका छैनौँ हामी राजाकै शासनमा जो मन्त्री थिए अहिले मन्त्री छैनन् तिनीहरू नै क्या बात है सर क्या बात ये बात है अरे सर क्या बात सबैभन्दा पहिला अन्तर्राष्ट्रिय विमानस्थलमा कम्तीमा 10 अरब भ्रष्टाचार भएको भन्ने कुरा सार्वजनिक भएको छ यो विमानस्थलमा 10 अरब होइन 15 अरब नै भ्रष्टाचार भएको छ भनेर त्यो छानबिन गर्ने उपसमितिको एकजना सदस्यले हामीसँग भन्नुभयो यो राष्ट्रिय गौरवको आयोजना भनेर भनिएको थियो यो राष्ट्रिय गौरवको चाहिँ होइन राष्ट्रिय बेइज्जतको आयोजना बन्यो होटलमा गएर तपाईँले बियर खानुभयो माछा र बियर मगाउनु भयो हो खाजा मगाएको सर मदिरा सेवन गर्नुभएको भएन आउने बेला फर्कने क्रममा चाहिँ हामीले खाजा खाएको सर मदिरा सेवन गर्नुभयो खाजामा मदिरा पनि पर्यो खाजा खाइयो सर अन्तिममा आउँदाखेरि सर मैले पटक पटक सोधेँ विद्यार्थीसँग बसेर तपाईँले मदिरा सेवन गर्नुभयो खाजा खाएर आएको सर हामी मैले तपाईँलाई फेरि सोधिरहेको छु तपाईँ विद्यार्थीसँग बसेर मदिरा सेवन गर्नुभयो हामीले चाहिँ आउने बेलामा चाहिँ खाजा खाएको सर स्टिकर जो फोटोमा टाँसिएको छ यो ओरिजिनल हो यो चाहिँ ओरिजिनल त्यो बाउ बितेर गयो अनि रिनु पनि भएन केही नि भएन अनि काम लागेको नि यहाँ काम लाग्यो यहाँ टालिदिएँ नि पहिलाकोमा चाहिँ कसको टाल्नु भयो पहिलाको नि त्यस्तै कसैको रिनु भएको हुन्थ्यो एउटा दुइटा त्यही भयो भने उकाउने अनि यहाँ टाल्दिने पानी खुवाउनु तपाईँले देख्दै डर लाग्छ किन फरार हुनुभयो तपाईँ अब पहिला त तपाईँहरूको भाइहरू देखेँ चिनिनँ नर्मल भयो तपाईँलाई देखेपछि म मात्रै होइन कतिजना भएको छन् कि सर के गर्नुको मुटु यहाँबाट निस्केर आएको भयो ढक 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 नि भाग्नु पर्ने सर अब तपाईँले कोटियम सञ्चालन गर्दै हुनुहुन्छ अन्तरिम आदेश जारी भएको छ तपाईँले कोटियम गर्न पाउनुभयो मोटामोटी यो टपिक सकियो तर तपाईँले कोटियमको सुरुवातमै संविधाको लागि भनेर पोखराका ऐतिहासिक धार्मिक पुरातात्विक महत्त्व बोकेका पर्यावरणीय महत्त्व बोकेका रुखहरू चौतारीहरू बर पिपल समयहरू जसरी बेढङ्गबाट काट्नुभयो काट्न लगाउनु भयो त्यसको क्षतिपूर्ति तपाईँले कहाँ कसरी तिर्नुहुन्छ र यस्तो किसिमको अधर्मबाट सुरु भएको कोटियम कसरी धार्मिक हुन सक्छ तपाईँबाट धर्म हुन्छ तपाईँ धार्मिक मान्छे हो जबकि तपाईँले पापबाट सुरु गर्नु भएको छ कर्म गएको शुक्रबार अफिस आउनु भएको छैन बिहिबार पनि आउनु भएको छैन बुधबार पनि आउनु भएको छैन बुधबार आउनु भएको छ हो बुधबार आउनु भएको छ तर 2 बजे जानु भएको छ तपाईँ हो अनि म मङ्गलबार नै आएको छु मङ्गलबार आउनु भएको छ हो तपाईँ मङ्गलबार आउनु भएको छ बुधबार आएर 2 बजे जानु भएको छ बुधबार पनि झाप हुनुहुन्थ्यो सुरमा हुनुहुन्थेन 2 बजे हिँड्नुभयो त्यसपछि बिहिबार आउनु भएन शुक्रबार आउनु भएन आइतबार आउनु भएन सोमबार आउनु भएन मङ्गलबार आउनुभयो मङ्गलबार त आएन सर मङ्गलबार आउनुभयो हप्तामा 1 दिन आएपछि भयो सकियो त्यसै त भएन नि सर खासै अहिले त रक्सी धेरै खाएकै छैन म ढाँड्दिनँ सत्य कुरो बोल्नुपर्छ
योभन्दा अगाडि नारायण काजी श्रेष्ठज्यूले पनि भिजिट गर्नुभएको छ। सरकारको अन्य मन्त्रीज्यूहरूले पनि पटक पटक यो पुल भिजिट गर्नुहुन्छ। प्रधानमन्त्रीज्यू पनि अस्ति हेलिकप्टरबाट आउनुभयो, सायद माथिबाट भए पनि अलि भिजिट गर्नुभएकै होला, मलाई विश्वास छ। तर आज तपाईँहरू प्रत्यक्ष हिँडेर आउनुभयो नि, मलाई बाई हार्ट एकदम खुसी लागेको छ कि नेताजीहरू हिँडेर त्यो पीडा हेर्न आउनुभएको छ। यसरी नै हेर्ने, भिजिट गर्ने अनि नेताजीहरूलाई माला लगाइदिने यहाँका जनताहरूलाई अब कस्तो भइसकेको छ भने आज गृहमन्त्रीज्यू आउनुभएको छ, अब नेक्स्ट टाइम कुन नेता आउँछ माला तयार राखौँ, यो पुल चाहिँ बन्दैन। तपाईँ यत्रो लामो पत्रकारिता गरिराख्नु भएको छ त्यहाँ होइन, किन गर्नुभएको छ पत्रकारिता? कहीँ पुग्ने त होला नि त, के त तपाईँ लक्ष्य होला नि त्यहाँ। त्यसैले मैले भ्रष्ट नेताहरूलाई ठिक पार्नलाई शाबाश मेरे शेर। अनि तपाईँ अस्ति उहाँको राति उहाँको घरमा किन जानुभएको पैसा लिन? राति उहाँको घरमा पाउनु भएको छ तपाईँ पैसा लिन, अनि उहाँ म घरमा छैन भनेपछि उहाँको घरबाट तपाईँ फर्केर आउनु भएको छ असै साहब। त्यो सरासर गलत हो। तपाईँलाई एउटा कोही मान्छेले घुस दिन्छु यो काम गर्दै अथवा यो काम गरौँ भनेर कसैले प्रस्ताव राखेको, एकछिनलाई मानौ तपाईँ मान्नु भएन, तपाईँको कुरा यही नै त होइन असै साहब? तपाईँलाई कसैले प्रस्ताव राखेको हो, तपाईँ चाहिँ कानुन विपरीतको काम म गर्दिनँ भनेर अडान लिएर बस्नु भएको हो, त्यो मान्छेलाई ल्याएर यहाँ हिरासतमा राख्नु पर्दैन। सबैभन्दा पहिला तपाईँको ओडाको नजिकै केही मिटरमा रहेका बर पिपलका ऐतिहासिक 100 वर्ष पुराना चौतारीहरू दिनदहाडै काटिए, मासिए। त्यसको बारेमा केही मान्छेहरूले तपाईँलाई तत्कालै जानकारी पनि गराए, तर महानगरपालिकाले अथवा सम्बन्धित यो वडा कार्यालयले केही पनि गरेन। तिनीहरूलाई काट्न पनि दिइरह्यो, लान पनि दिइरह्यो। अहिले महानगरपालिकाले आफैले काट्न दिएका रुखहरू जफत गरियो, कारबाही गरिन्छ भनेर नाटक देखाइरहेको छ। यस्तो नाटक देखाउन सक्छौ तपाईँहरूले? के नाटक हो? तपाईँ कति पढ्नु भएको छ? कति पढ्नु भएको छ? मेरो चाहिँ अहिले 12 सकाएँ मैले। त्यतिखेर मैले साइन्सबाट 12 सकाएको थिएँ बायोलोजी लिएर। त्यस पछाडि चाहिँ मैले अहिले यो बिचमै यो आरोप प्रत्यारोपहरूलाई नै निहालेर बायोलोजी के हो बायोलोजी र फिजिक्स मैले बायोलोजी लिएको। बायोलोजी एमबीबीएस डक्टरको तयारी गर्नका निमित्त मैले लिएको थिएँ। जब म नेम भाइबरमा चाहिँ मैले डक्टरीको एमबीबीएसको त पछि व्हाट इज बायोलोजी मैले फिजिक्स के हो के यो कुरा चाहिँ घटनाहरू घट्न सक्छ हैन। हामी उहाँहरुकै वरपर के धम्की आयो फेरि महानगरका 3 आचार्य तपाईहरुले यो कुरालाई चाहिँ सामान्य तरिकाले नलिनु। सामान्य तरिकाले तपाईको कुरालाई पनि लिने कुरा भएन के? तपाई सार्वजनिक रूपमा यो डेभिस फलको अगाडि बसेर क्यामेरा अगाडि मेयर लगायतका जनप्रतिनिधिहरूलाई व्यक्तिगत धम्की दिइरहनु भएको छ। धम्की होइन नि, यो यथार्थ हो। उहाँहरुले घरमा ताला लाउँछ, घरमा के हुन्छ भन्नु भनेको व्यक्तिगत धम्की होइन यो। पढेछन् त 33,000 निकाल्नुस् त अब। निकाल्नुस् हेर्नुहोस् गर्नुस्। गर्नै पर्दैन। गर्नु न, गर्नुस् न, गर्नुस्। 33,000 गर्नुस् न सर, गर्नुस् न, गर्नुस्। 33,000 सर गर्नु न, एकचोटि देखा हेरौँ न। कस्तो टेन्सन भयो, यस्तो टेन्सन हुँदा पनि बियो सुन्दिनँ त के भएको? 33,000 खाइयो घुस।